डिजिटल जमानामा हामीले मोबाइल चलाइरहँदाखेरि मोबाइलमा हुने थुप्रै कन्टेन्टहरू अहिले हुन त सूचनाको प्रवाह यति छिटो हुन्छ, त्यो फाइदाजनक राम्रा पक्ष सकारात्मक पक्ष पनि धेरै छन् भने सँगसँगै यसको नकारात्मक पक्ष पनि छ। समाज बिथोल्ने काम पनि सामाजिक सञ्जालबाट भइरहेको हामीले देख्न सक्छौँ। कोही व्यक्ति मन पर्नु नमन पर्नु हाम्रो व्यक्तिगत इच्छाको कुरा हो, तर कोही व्यक्ति नमन परेकै कारणले गर्दा अथवा कोही व्यक्ति बढी मन परेकै कारणले गर्दाखेरि महिला यसलाई होच्याउने प्रयास पनि यही सामाजिक सञ्जालमा हुन्छ। हामीले घरमा हुने हिंसाका कुरा गर्छौँ, हामीले महिलाहरूलाई हुने चोटपटकका कुरा गर्छौँ। अघि कवितामा पनि राम्ररी प्रस्तुत गरिएको थियो कि ती हिंसाहरू आमाको शरीरमा देखिएको नीलो डामको कुरा गर्छौँ, तर नदेखिने पीडाको कसले चर्चा गर्छ त? नदेखिने पीडा नदेखिने घाउको कुरा चाहिँ कसले गर्छ त? सबैभन्दा नदेखिने घाउ नदेखिने पीडा अहिले सामाजिक सञ्जालले महिलाहरूलाई गर्दै आएको छ। एआई प्रयोग भइरहँदाखेरि यति धेरै भ्रामक समाचारहरू बनाएर भ्रामक कन्टेन्टहरू बनाएर राखिन्छ, अनि फेरि हामी पनि हाँस्छौँ कि आफूलाई नपरेसम्म दुःख लाग्दैन, अरूलाई पऱ्यो भने त हो जस्तो पनि लाग्छ, हाँसिदिन्छौँ हामी। त्यो पनि हिंसाको अर्को एउटा रूप हो। यस विषयमा पनि हामी सचेत हुन जरुरी छ। सामाजिक सञ्जालमा अभिव्यक्तिहरू राख्न कति सजिलो भएको छ, त्यो सुन्दर पक्ष पनि हो, तर त्यसको कहाली लाग्दो पक्ष आफ्नो मनमा लागेको कुरा भन्ने भनेर जिन्दगीमा त्यो कानले सुन्नै नपरेको अपशब्दहरू कमेन्टमा लेखिन्छ महिलाहरूलाई। यसपटक धेरै समाचार पनि बन्यो, महिला जो उम्मेदवारहरू हुनुहुन्थ्यो उहाँहरूले कति धेरै हिंसा सामाजिक सञ्जालबाट भोगे भन्ने समाचार पनि थुप्रै बने, तर ती कुराहरूलाई मनन गर्न जरुरी छ। हामीले डिजिटल जमानामा हामीले मोबाइल चलाइरहँदाखेरि मोबाइलमा हुने थुप्रै कन्टेन्टहरू अहिले हुन त सूचनाको प्रवाह यति छिटो हुन्छ, त्यो फाइदाजनक राम्रा पक्ष सकारात्मक पक्ष पनि धेरै छन् भने सँगसँगै यसको नकारात्मक पक्ष पनि छ। समाज बिथोल्ने काम पनि सामाजिक सञ्जालबाट भइरहेको हामीले देख्न सक्छौँ। कोही व्यक्ति मन पर्नु नमन पर्नु हाम्रो व्यक्तिगत इच्छाको कुरा हो, तर कोही व्यक्ति नमन परेकै कारणले गर्दा अथवा कोही व्यक्ति बढी मन परेकै कारणले गर्दाखेरि महिला यसलाई होच्याउने प्रयास पनि यही सामाजिक सञ्जालमा हुन्छ। हामीले घरमा हुने हिंसाका कुरा गर्छौँ, हामीले महिलाहरूलाई हुने चोटपटकका कुरा गर्छौँ। अघि कवितामा पनि राम्ररी प्रस्तुत गरिएको थियो कि ती हिंसाहरू